So today we are at Nama Buddha. हामी Nama Buddha घुम्नु आएको. My mom and Amaran. So hi. Hello, Mr. Brother. कस्तो पिस लाग्ने टावरमा आउँदाखेरि चाहिँ दामी. आज चाहिँ ठ्याक्क हेरी पूर्णिमा पऱ्यो हामी आएको बेला नै अनि त्यही भएर यस्तो दामी रमाइलो भइरहेको यहाँ चाहिँ. ओ माई गॉड, सो लुक सो गुड. त्यही पोलामै स्वर्गद्वारीमा पल त यहाँबाट चाहिँ के देख्छ थाहा छैन. बट आमाले चाहिँ हेर्दै के हेर्दै. Now the journey has been begun. Teng teng teng. हिँडेको नि खिचेको हो. ब्लगर यहाँ ब्लगर इन द के भन्छ अरे नमो बुद्ध टाउन. हाई हाई हाई. रमाइलो फिल भइरहेछ तपाईँहरूलाई. कल्लो हिँड्नलाई चाहिँ मलाई गाह्रो हुन्छ. अरूलाई के कुरा ग्लामी जान्छ अब जङ्गलमा. अब चाहिँ म डाइरेक्ट माथि गएपछि मात्रै खिच्छु किनकि 2-3 स्टेप हिँड्ने बित्तिकै मलाई यहाँ थकै लागिसक्यो. मैले ब्याग पनि बोकेको छु, खाजा पनि बोकेको छु यहाँ. त्यही भएर यस्तो हार्ड फर मी. यहाँ चाहिँ यस्तो फुटहरू टाँच्दो रहेछ. के हो यो चाहिँ थाहा भएन. लाइक प्रेयर्सहरू गर्नुको लागि राखेको होला. देयर आर लट्स अफ पिक्चर्स. के हो आमा वाइल्डले धेरै फोटो टाँस्यो. यो यहाँनिर बितेको मान्छेहरूको हो कि के हो. हामीले आमा हिँड्न सक्दैन, छोरी नि हिँड्न सक्दैन, आमा नि हिँड्न सक्दैन. यो फोटोहरू किन टाँसेको बा? यहाँ चाहिँ यो फोटो टाल्यो भने चाहिँ के हुन्छ? शान्ति पाउने रे, शान्ति हुने राम्रो हुन्छ अरे भन्दा पनि छ. कहिले चाहिँ फालिदिन्छ नि. कहिले मरेको मान्छेको राख्नुहुन्न भन्छन्. हजुर कहिले राख्न पर्छ भन्छन्. के हो तपाईँ समितिकै हो होइन? अनि यहाँ सफा गरे. हजुर सफा गरे. आफ्नो मनले होला नि. मनले यसो मन्दिर आउनेहरूले टिचर पैसा. ल फोटो राख्नुको रिजन चाहिँ त्यही रहेछ. यहाँ बुझ्दाखेरि फर पिस. dustbin.
माई गॉड भिर रहेछ यहाँ चाहिँ भिर पाखा सबै सुन्तली पार तर मुनिको भ्यू चाहिँ यस्तो दामी ऊ त्यो देखिरहेको त्यहाँ चाहिँ सबै सुन्तलाको खेती गरे हो तर यहाँबाट चाहिँ मुहालमा चाहिँ खासै देखिँदैन रहेछ तर अब हुन्छ नि क्यामेराको लेन्स कहाँ आँखाको लेन्स जस्तो हुन्छ होइन त्यहाँ चाहिँ खत्रै हो क्या होल सुन्तला 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 स्टिल यति धेरै सुन्तला यहाँ मम्मी र ठुलो मम्मी चाहिँ भिडियो बनाउँदै हुनुहुन्छ डर लागिरहेको यहाँ यस्तो भिड हो नि त पर मलाई चाहिँ डर लाग्दैन किनकि यस्तो ठाउँ त कति हिँडेँ पहिला जमानामा गाउँमा हुँदाखेरि ल भ्यू चाहिँ यस्तै नै हो लभली छ लभली वा हामी आउँदाखेरि चाहिँ त्यही बाटोबाट हुँदै आएको त्यो मेन रोड हुँदै 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 यताबाट घुम्दै घुम्दै अनि मुनि गाडी राखेर अनि यता आएको फाइनली गुम्बा आइपुग्यो अनि मजाले भएका त खितीपुची Here the prince gave his body to the hungry tiger. My God, look at the view. Wow. Ata. Krasam यस्तो छिन्छ Let me go. खतरा रहेछ त ट्राभलबाट ल्याए गाडीमा ल्यायो कहाँबाट चढ्ने हो दामी आई लभ इट एकचोटि चाहिँ यहाँ चाहिँ आउने पनि ठाउँ रहेछ दामी प्रे गर्दैछ आमा कतिवटा ए सोमरा लानु लाभा बेले खबरें के बिस्सरे हवा नहीं पति बांधना नहीं मिलेगा
आमाचुरीको ब्लग डल्ले खुर्सानीको अचारहरू यस्तो धेरै खानु मन लाउने गरिराखेको रहेछ लबु कलङ लबु मिन्स मुला कलङ मिन्स लप्सी इन आवर ल्याङ्ग्वेज दामी यता नि खाना खाने ठाउँ त थियो रहेछ नो एंट्री बा मुँह है वो यार बा मिल मिला दे नो एंट्री भी बोले ए सीधा अब आज भी बिना टांगा ना अरे मिलें सारे टांगा ना सारे अरे आधे राबेल भी मुआ ला कोर के मिशन वो मत आमाई तेरे नंगी में तब क्या गोल को पास लाए कौन सा गोल्ड टेम्पल फोटो सेशन ग्रीन अझसम्म घुमिरहेको हामीले घुमाएको main way to Namabuddha Barigo main way Sikumba Guru Luka अनि यहाँनिर चाहिँ अर्को बाटो पनि छ जस्तो छ ऊ त्यहाँबाट हामी चाहिँ राइट साइडबाट आयो अनि यता लेफ्ट साइडको अर्कै बाटो छ जस्तो छ त्यहाँ अर्को गेट लेफ्ट साइडको गेट हामी चाहिँ राइटबाट आएको गुम्बा त माइ गॉड गुम्बा धेरै रहेछ उता टोइलेट आएर भयो आउन चिनो किन्ने ठाउँले सुन्तला बेच्नु राखेर चाहिँ त्यहाँनिर अनि यहाँ चाहिँ सिस्नो पनि गुन्द्रुक छ यो चाहिँ ओल्ड मोमो उता चाहिँ नयाँ बनाएको जस्तो यो चाहिँ पुरानो जस्तो छ चटपट सप पिक्चर हेर्नु थाहा हुन्छ क्या यो डियरको यो डियरलाई चाहिँ प्रेग्नेन्ट डियरलाई चाहिँ भगवान् गौतम बुद्धले आफ्नो यो सोल्जर काटेर बच्चाहरूलाई मासु खान दिएको अरे क्या ल लुङ्गो धुन्दो यस्तो फोनमा बसेर सुन्तला खाँदैछ मम र आमा र आमारिन भन्न लाग्यो मम र डङ्सले हिमाल सबै घुमेर आएर
खाना खानु लागेको मैले एकै ठाउँमा राखिदिनु हस् धन्यवाद स्कुलको मिनी कार न बाटो त दामी के दामी दामी है आमाले बाटो त दामी छ दामी छ नमोबुद्ध दामी छ सरर होइन नवबुद्ध दर्शन गरेर सरर फर्कियो काठमाडौँ फर्क्यौ गाउँहरू